सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी एकदमै लामो यात्रा जाँदैछौँ 3-4 दिनको लागि। अनि हजुर पनि आरामै हुनुहुन्छ भन्ने आशा गर्दछु। र हाम्रो यता ड्राइभरलाई ब्लगमा स्वागत छ। टर्निङमा फेरि मैले हामी चाहिँ अहिले कता आइपुग्यो? नेपाल टाढै निलकुम्बा अब यता पाकेश्वरको गुम्बातिर आइपुग्यो। अनि अब हामी अर्को 2जना माथि चाहिँ पिकअप गर्न जाँदैछ। अर्को बाँकी चाहिँ दार्जिलिङतिर हुनुहुन्छ अनि दार्जिलिङबाट पिकअप गर्छ। सो हेर्दै गर्नु होला सबैजनाले। आज काठमाडौँदेखि मुस्ताङको यात्रा भनिदिइहाल्ने मुस्ताङ जानला भनेर। हेर्दै गर्नु होला। गाइज हामी चाहिँ अहिले यसो हल्का कफी खान रोकेको छौँ। सो अहिले अब हामी आधी बाटोमा आइपुगेछ। अनि कफी खाएर अनि फेरि जान्छ। भोक लागेको जस्तो नि भइरहेछ, त्यही भएर कफी खाएर जान्छ। चाहिँ यहाँ आइसकेको छ। एकदमै छिटो नछिटो 5 मिनटको छिटो आइपुगेको छ। अब चाहिँ हाम्रो पल्ट यहाँ कम्प्लिट भएको छ। सबैजना आउनुभएको छ। यता बाजेहरू शैलबाहरू दिन्छ। शैलबा हेलो गरिदिनु। कहाँ पो गयो क्यामरा? मलीको काटिसक्यो, मुगलिङ पुग्न थाल्यो। मलीको काटिसक्यो, मुगलिङमा पुगिसक्यो। एकदम रमाइलो। अब चाहिँ हामी रमाइलो गरेर जानुपर्छ। गाइस हामी चाहिँ अहिले रूपसे झरनामा आइपुगिसकेको छ। रूपसे झरना फाइनली। गाइस हामी चाहिँ अहिले कागबेनीमा आइपुगिसक्यौँ। अनि कागबेनीमा यसो हल्का फोटो सेसन भइरहेछ। सबैजना फोटो खिच्नु भइरहेछ। अनि एकदम रमाइलो भइरहेछ यात्रा चाहिँ। अनि हामी एकदम लक्की फिल भइरहेछ किनकि हिजो अस्तितिरसम्म चाहिँ यो हिमालहरू केही खुलेको थिएन, पुरै कुहिरोले बादलले पुरै ढाकेको थियो अरे।
अनि आज चाहिँ मजाले हिमाल पुरै सर्लक्कै खुलेछ हेर्नुहोस् न मजाले खुलेको के यता त्यतातिर पुरै यो फोन अलि टाढा भयो यो स्क्रिनमा टाढा भएर मात्रै नदेखाएर नजिक त यस्तो खतरा देखिरहेको यो रियलमा चाहिँ अनि स्याउको बोटहरू स्याउको बोट अनि टन्नै देखिरहेछ तर स्याउ फलेन रहेछ अहिले स्याउ चाहिँ फल्ने सिजन भएन रहेछ यतातिर पुरै स्याउको बोट छ पुरै खन्दै हुनुहुन्छ मान्छेहरू काम गर्दै हुनुहुन्छ घाम पनि लागिरह एकदम राम्रो मौसममा आइपुगेछ हामीहरू चाहिँ राम्रो भइरहेछ एकदमै राम्रो लाग्यो अनि कागबेनी पनि एकदम राम्रो रहेछ पहिला प्रेम गीत फिल्ममा देखाएको थियो आज चाहिँ आफ्नो खुद आँखाले देख्न पाउँदा चाहिँ एकदमै खुसी लागिरहेको छ सो सबैजनाले भ्लग हेरेर चाहिँ इन्जोय गरिदिनु होला है त गाइज लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला किनकि मुस्ताङको भ्लग हो नि त होइन त्यही भएर सबैजनाले हेरेर माया देखाइदिनु होला कागबेनीमा यस्तो राम्रो देखेन नि त मान्छेहरू काम गर्दै हुनुहुन्छ guys, welcome back to our channel. This is second day in Mustang. Good morning सबैजनालाई अहिले चाहिँ बिहान कति बजे छ 6:30 भएछ 7 बज्न लागिसक्यो अनि यहाँ चाहिँ चारैतिर हिमाल छ यता पुरै हिमाल छ हैन यो चारैपरि पुरै हिमाल छ हैन अनि एकदम राम्रो छ सबैजना आउनै पर्छ है फोन क्या मंगाई फोन से के फोन से को क्या पहिला तू तो फोटो दे रे जाको के शेयर लगे दे के दे रे तब दे भिजु दे फोन के अब चाहिँ हाम्रो आज सेकेन्ड दिन हो अनि अब चाहिँ हामी मुक्तिनाथतिर जाँदै छौं अनि हेर्दै गर्नु होला सबैजनाले
हिजोको ब्लग कस्तो छ यसो हेरिदिनु होला सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त गाइस हेलो गुड मर्निङ हेलो गुड मर्निङ अब हामी कहाँको यात्रा अनि मार्फा पनि होइन अब मार्फा आउँछ त्यसपछि ल पहिला सुरुमा चाहिँ मार्फा आउँदो रहेछ मार्फा पछि जमसम जमसम पछि मुक्तिनाथ दा यो झ्याल खोलिदिनुहोस् न ल अब चाहिँ हाम्रो गाडी स्टार्ट भइसकेको छ अनि हामी मार्फातिर अनि यो हिमाललाई चाहिँ हामीले बाई बाई भन्नुपर्ने हुन्छ यहाँबाट होटेललाई नि बाई बाई त्यहाँ घाममा लागेको टक्क घाम लाग्दैछ ऊ टुप्पोमै यता पनि हिमाल छ चारैतिर अब चाहिँ सल लाएर टक्क दामी भन्नुपर्ने हुन्छ हामी चाहिँ अहिले मान्छेहरू चाहिँ हिँड्न नसकेर घोडामा जाँदै हुन्छ हामी चाहिँ हिँड्दै जाँदैछौँ मुक्तिनाथसम्म चिसोले मेरो पुरो ल स्याउ चाहिँ टिका चाहिँ छ है मुस्ता गाइस हामी चाहिँ अहिले गाइस हामी एउटा मात्र क्या गाइस हामी चाहिँ अहिले पूजा नि गरेर भइसक्यो पूजाको सामानहरू यहीँ छ अनि त्यसपछि हामी अञ्जली कराउँदैछ उसको फोनमा भिडियो नबनाउँ भन्ने जासक्यो भनेर अनि अहिले चाहिँ हामी यहाँ बुद्ध भगवान्को मा आइपुगिसकेको छौँ बुद्ध भगवान् यहीँ हुनुहुन्छ यस्तो राम्रो मूर्ति हो एकदमै राम्रो फुटा फुटा मजा सामानहरू अलि बल गरेर हाल्नु नै ट्याङ्क हान न अझै हान उहाँलाई फुटाउनु लाउनु अनि चढाउनु आफैले फुटाएको राम्रो हो क्या फुटाउनु त ल भयो 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 छिटो आमामा के साह्रो हावाको यो गाइस हामी चाहिँ अहिले धुम्पा लेकमा आइपुग्यो अनि यसो आएपछि किन फोटो नखिच्नु भनेर चाहिँ हामी फोटो हानौँ भनेर चाहिँ आएको छु यता जाडो अघि नाकमा 3 चोटि नआयो अनि त त्यही भएर मेरो टाउको दुखिरहेछ त्यही भएर टाउको दुखेछ जाडोले
लेक भन्छ कि धुन्जे लेक भन्छ के भन्छ यसलाई थाहा भएन होइन। हावा चाहिँ एकदम डेन्जर चलिरहेछ। यो हावाले मान्छे उडाउँछ। रियल होइन नि त धनु कन्फ्युज भयो। ड्रेस लगाएर भिडियो बनाउने अब हामी राम्री राम्री भएर मार्फा भनेर लेखेको छ त। यो चाहिँ पुरानो गाउँ हो अरे क्या यहाँको। अनि जेरी गल्ली यतातिर स्याउको रुखहरू यस्तो छ तर खोइ यसमा चाहिँ खोइ फुलहरू नै फलेको छैन रहेछ। यो फुल फलै छैन। यो स्याउको रुख हो। उता सानो सानो दानाहरू फल्यो रहेछ कहिले पो फल्ने खोइ। यस्तो यो के अरे यो उस हुँदो रहेछ नि मटर कोसा भन्छ नि यसलाई। मटर कोसाहरू रहेछ। अनि उता खै के हो हुन त हुँदो रहेछ अलिअलि। हामी चाहिँ मार्फा गाउँको पुरानो एकदम भाइरल गाउँमा आएको छौँ। गाइस हामी चाहिँ रेडी भइसक्यो। बाजे सबैजना शेर्पा ड्रेस आज हामी सबजना शेर्पिनी भोटिनी भइसक्यो। शैलबा हेलो हेलो भन न। हेलो हो झन् हो यहाँ छोया नि हुन्छ यहाँ चेले माने डोर हानिदिनु रहेछ रे शैलबा नाचिदिनु रहेछ। गाइसहरू चाङ्गाको बुच्चाहरू बेच्नलाई राखेको होला होइन। अनि यहाँ चाहिँ यो ड्रेसहरू टक्क यो पछाडिहरू छ। अनि यहाँ झन्डाहरू लिँदैन मजाले बस्नु गएर लोटस टिबेटन हाउस यहाँनिर छ। यहाँ मान्छेहरू नाच्दैछ। ए जेरी गल्ली फाइनल्ली जेरी गल्ली चाहिँ यहीँ छ। जेरी गल्ली खाजी दोखाजी गए चुरी न हेलो हाई के अरे बागलुङको यहाँ कालिका मन्दिर आइपुगेको छौँ। यसो बाटोमा पऱ्यो भएर अनि हामी जाऊँ न छिरेरै जाऊँ मन्दिरमा जाऊँ भनेर अनि हामी मन्दिर आएको छौँ कालिका मन्दिर। दिदी बहिनीहरू त दिदी बहिनी हौ होइन हौ दाजुभाइहरू बागलुङको दाजुभाइ दिदीबहिनी खतरा बनायो चाहिँ बन्दीपुरैमा हनुमान जय ज्ञानगुण सागर जय हनुमान।
छाता खोइ छैन छाता छाता किन्नु पर्यो नि अब छाता दिनु न पानी पर्यो पानी पर्यो पानी पर्यो असिना झरेन पर्यो अनि त्यो अङ्कलले भनेको छाता लिएर जाऊ है है नानी हो भन्नु हुँदैछ अब मन्दिर आइपुग्नु लाग्यो गाइज हेर्नुहोस् मन्दिर आइपुग्यो अब मन्दिरभित्र स्नान गर्दैछ हामी अनि फेरि टक्क लगाएर दर्शन गर्छौँ दर्शन गर्ने अनि आशीर्वाद लिने यतातिर पुरै घन्टी नै घन्टी रहेछ बालेन्जीको घन्टी हो कि के हो हेर्नु छैन रहेछ पो यतातिर सबै घन्टी घन्टी हो है कतितिर घन्टी हो त्यो सबै घन्टी हो त्यहाँ पनि घन्टी त्यहाँ पनि घन्टी यहाँ शुद्ध पिउने पानी रहेछ यता पनि घन्टी होइन के हो गाइज धेरै नै घन्टी रहेछ त मान्छेहरू फोटो खिच्नलाई भनेर हात जोड्दै अनि त्यहाँतिर प्रतीक्षालय बनाएको रहेछ अनि कमलको फुल पनि रहेछ बाघ पनि रहेछ बाघको चाहिँ बाघ चाहिँ के को लागि होला त यता बाघ पनि रहेछ मन्दिर सबसे ठुलो मन्दिर चाहिँ यतै छ मन्दिर ए दुला दुला रहेछ यहाँ बे गरेर रहेछ अनि यतातिर मन्दिर छ ए दानपेटिका रहेछ मन्दिर मजाको के गनाएको हो बाख्रा गना जस्तै गनाएको कति राम्रो रहेछ हौ यतातिर सफा रहेछ गाइज बाख्रा गना कि धुप गनाएको जाम छिटो जाम आउनु जाने कि आधी बाटोसम्म पुगेर आउनु आधी बाटो फर्केर आउनु हुँदैन अरे के हुँदैन पो होइन कि पुरै फुल गर्नुपर्छ अरे के हुँदैन जाम्ला नि त बिस्तारै कटक्क गाइज हामी चाहिँ बागलुङको सबसे ठुलो पुलमा बागलुङ होइन नेपालकै सबभन्दा ठुलो विश्वकै सबसे लामो पुलमा हिँड्दैछौँ आधी बाटो आइपुगिसक्यो हामी चाहिँ अब यति मात्रै बाँकी हिँड्नलाई अब हामी आधी बाटो मात्रै पुगेको छ अहिले मेरो टाउको चाहिँ सबै भिजिसक्यो पुग्न आँट्यो गाइस अब पुग्न आँट्यो हामी तल चाहिँ यस्तो भिड हट यो मुटु कमजोर भएको मान्छेहरूले चाहिँ सक्दैन यहाँ होइन बाजे मुटु कमजोर भयो भने चाहिँ सक्दैन आउन हो हामी जस्तो मात्रै सक्छ अब पुग्न आँट्यो चिप्लेको चिप्लो गर्दो रहेछ पुग्न आँट्यो गाइस we almost reach hot आयो आयो बासी तपाईँ अगाडि हिँड्नु गाइस फाइनली अन्जहरू चाहिँ त्यहाँ हामी चाहिँ यहाँ आइपुगिसक्यो हामी चाहिँ फाइनली उत्तरिका ओ माई गड फाइनली आइपुग्यो यति सबै भिजिसक्यो उत्तरकै
मलाई त साइक्लिङ गर्नै आउँदैन ल छोडिदेऊ भनेपछि क्यामेरा नलिएर तिमी यदि अहिले सक्छौ भने त लानु पर्ने क्या केही पनि हुँदैन होइन नलगा भने होइन त्यो हलेर केही पनि हुँदैन कि तिमीलाई झन् झर्दैन झरे पनि झर्छ भनेको के लागेछ त झऱ्यो बर्बाद झरे पनि तल को हुनुहुन्छ दाइहरू बस्नु त भन्दै त्यो उसकै त्यो तर तपाईँ ढुक्क जानुहोस् है तपाईँ त्यस्तो हुँदैन मोटो झर्ला जस्तो भइसक्यो एकचोटि ट्राई गरौँ ल एक दुईचोटि तिमी यहाँ समाउनु ल समात्दैन नि हात छोडिदेऊ तिमीले है एकचोटि के हुँदो रहेछ ल बाहिर लान ल के हुन्छ त यही छ नडराउनु मैले समातिछु त यहाँ त्यही भएर पो त त्यस्तो भएको यसो गर्नु न तपाईँ पनि मेरो यस्तो मेरो पसल पस्नु त केही हुन्न त्यो हाल्न देखेर डर यस्तो के मिस है अब भुइँमा चलाउँदाखेरि यतिकै त लचेक लचेक हुँदैन अब उफ्रिने हो त तारो चल्दा त यतिकै त भएछ रमाइलो मजा त हुन डर पनि आउनु पर्यो मजा नै नआए त फेरि 360 है नै त्यतिकै मजा नआयो त अनि के फाइदा त नि यो चलाएको होइन आँखा चिम्लेर जान्छु म त हुन्छ ल एउटा ट्राई ल छोड्दै रेडी गर्नु भएको छ भिडियो गर्नु भएको छ ब्रेक छोड ल पाइला लानु न पाइला लानु लानुभयो सरकारमा साइकल चलाएको के भएर कस्तो लाग्यो खतरनाक लाग्यो डराएको थियो त अघि त डर लाग्यो खुट्टा कामिरहेको नि अझै हो फर्स्ट टाइम हो नि त फर्स्ट टाइम फेरि गर्ने हो कि भयो अब यो झरेला बिस्तारै अब यो सानो गर्नुभयो अब भोलि पर्सि ठुलो बनाउनु